तपाईलाई पनि आश्चर्य लाग्ला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै बोली आइजिपी चन्द्र कुबेर खापुङले बोले। अर्थात् भदौ 23 को जेनजी आन्दोलनलाई उनले आतंकवादको नाम दिने कोसिस गरे। सरकारी र निजी सम्पत्ति जलाउनेहरूलाई आतंककारी भन्न खोजे। गोली हान्न तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको आदेश थिएन भन्ने जवाब दिए। गोली हान्ने आदेश भन्ने कुरो त्यतिखेर कसले दियो भन्ने भन्दा पनि परिस्थितिले दिइरहेको हुन्छ क्या। त्यस्तो ठ्याक्कै यो ल गोली हान यो गर भन्ने किसिमको कुरो हुँदैन, त्यो परिस्थितिले आदेश निर्माण गरे हुन्छ क्या त्यो। अर्थात् आइजिपी खापुङका अनुसार प्रहरीले आफ्नो कर्तव्य पालनका क्रममा अधिकारको प्रयोग गर्दै गोली चलाएको थियो। 39 जना युवाहरूलाई कम्मर भन्दा माथि छाती र टाउकोमा गोली हानिएको छ। नेतृत्वको आदेश बिनै प्रहरीले अन्धाधुन्दा गोली हानेर हत्या गरेको थियो भन्ने पुष्टि यसैबाट हुन्छ। अर्थात् आइजिपी खापुङले फिल्ममा रहेका प्रहरीले गोली हानेको भन्दै तत्कालीन नेतृत्वलाई यहीबाट उन्मुक्ति दिने कोसिस गरेको देखिन्छ।